यहाँको बाख्रा हेर्नुहोस् बाख्रा आमामामा मान्छेभन्दा ठुलो बाख्रा छ यहाँ यस्तो बाख्रा हुन्छ यहाँ ल हेर यसको सिङ छैन तर नि मान्छेभन्दा ठुलो छ यार माका बे हैट इधर देख तलको चाहिँ हाम्रो ल्यान्डिङ पोइन्ट हो है थर्मलिङ यहाँ गर्छ हाम्रो माथि चाहिँ उड्ने ठाउँ यो माथिल्लो चाहिँ अप्पर टेकअप हो पुरा आज विदेशीहरू आइरहेछ टन्नै फलाफल भइरहेछ तल्लो लोवर टेकअप हो यता चाहिँ इस्टलीवाला विन्ड चल्दाखेरि यता पछाडिबाट गर्छ यता पछाडिको अगाडिबाट अहिले चाहिँ हाम्रो यता माथिबाट गर्दैछ है गाइस गोजन एक भिडियोमै पुरा थर्मल लिँदै मान्छेहरू गइरहेछ माथि यस थाकिएछ पनि छ तर गाह्रो छ लिन नसकेर मान्छेहरू हिँडिरहेछ त्यस्तै छ आज हाम्रो 7औं दिन चल्दैछ एडभान्स रिफ्रेसरको ठिक छ चलिरहेछ राम्रोसँग फ्लाइङ गरिन्छ आज थर्मलिङमा जाने हो थर्मलिङ गरेर आउँछु है हेर्नु होला तपाईहरुले यति लामो काटेर आएछ 14 किलोमिटर तलमाथि तलबाट मजाले मिलाएको थर्मल फेरि ओके डन यहाँको बाख्रा हेर्नुहोस् बाख्रा आमामामा मान्छेभन्दा ठुलो बाख्रा छ यहाँ यस्तो बाख्रा हुन्छ यहाँ ल हेर यसको सिङ छैन तर नि मान्छेभन्दा ठुलो छ यार माका बे हैट इधर देख तलको चाहिँ हाम्रो ल्यान्डिङ पोइन्ट हो है थर्मलिङ यहाँ गर्छ यहाँको बाख्रा हेर्नुहोस् बाख्रा आमामामा मान्छेभन्दा ठुलो बाख्रा छ यहाँ यस्तो बाख्रा हुन्छ यहाँ ल हेर यसको सिङ छैन